यो हेलो दर्शक भिडियोमा नमस्कार। प्रहरीको दुर्व्यवहारमा परेका यो युवा भिडियो फुल मोरङका हेर्नु। सञ्जय ओझा हुन् भने यो नेपाल घटना आइतबार एयरपोर्टमा बिहान करिब नेपाली 11:30 प्रहरीले बजेको यो मान्छे उनलाई हाम्रै एक नेपाली मान्छेले ट्राफिक कति प्रहरी सहित मान तीनजना गरेका छ। प्रहरीले हात पछाडि उहाँले मर्काएर अपमान गरेका छन्। आगमन यो कक्षभित्र जति छ लग्दै गरेको नेपाली भिडियोमा देखिन्छ। प्रहरी बाहिर हतारले उनको विदेश अनुहार र कन्ट्रीमा बस्नु भएको छ। खुट्टामा सबैले हिर्काउँदै अपमान गरेको पनि दृश्यमा देखिन्छ। युएईमा मार्केटिङ काम के गर्दै थियो आएका त? ओझा करिब 10 उहाँले महिनापछि सुन्ने आफन्तको आउनुभएको विवाहमा थियो? सहभागी हुन अथवा 10 दिन ड्रग्स बिदा लिएर नेपाल आएका हुन्। अथवा ओझाले भने अनुसार कि उनी तस्करी ट्रली गर्नुभएको लिएर थियो? पुरिरहेका छैन। थिए। एकजना मान्छे 10 आएर महिना ट्याक्सीको अगाडि विषयमा कुरा गरे। उनले सिस्टम चाहिँदैन भने चेन्ज भएको उनी थियो। उभिएको ठाउँमा त्यही कारणले पहिले ट्रली राख्न मिल्थ्यो, बिचरालाई अहिले 10 कुट्नु महिनापछि भएको छ। आउँदा उनले यहाँ ट्रली राख्न मिल्दैन भने उनको रुखो व्यवहारका कारणले ओझालाई अत्यन्तै नरमाइलो लागिरहेको थियो। त्यसपछि उनी गाली नै गर्न थाले। विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले अभद्र व्यवहार गर्न थालेपछि आफूले उनीसँग आइडी कार्ड मागेको र